नमस्कार। च्यानल टक्स अमृत आचार्यमा हार्दिक स्वागत गर्दछु। हाम्रो हौसलाका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिन नबिर्सनुहोला। तपाईको एउटा मेहनतले हामीलाई अझ बढी मेहनत गर्नको लागि हौसला प्रदान गर्नेछ। मेरो आजको विषयवस्तु छ मन्तव्य र उद्घोषणमा शब्द छनौट। शब्दको महत्त्वको विषयमा त हामीलाई धेरै जानकारी छ। त्यही शब्दले मान्छेलाई खुसी बनाउँछ र त्यही शब्द यदि फरक तरिकाले फरक अर्थ हुने शब्द प्रयोग गरियो भने शब्दले के गर्छ त मान्छेलाई दुखी गराउँछ। त्यसैले उद्घोषकले सबैभन्दा कुनै पनि कार्यक्रमलाई उत्कृष्ट बनाउनको लागि र त्यो कार्यक्रम राम्रो बन्नका लागि उद्घोषकको सबैभन्दा ठुलो भूमिका हुन्छ। र त्यसपछि स्वागत, शुभकामना मन्तव्य दिनेहरू, धन्यवाद मन्तव्य दिने र समापन गर्दा सम्पूर्ण कार्यक्रम अवधिभर बोलिने शब्दहरूले अडियन्ससँग, श्रोताहरूसँग या दर्शकहरूसँग कसरी जोडिन्छ र त्यही नै सफलताको मार्ग बन्छ। आजभन्दा 30 वर्ष 40 वर्ष अगाडि प्रयोग गरिने शब्दहरू आजको समयमा ती शब्दहरू पुराना भइसके, कतिका त अर्थ नै परिवर्तन भइसक्यो। समय सँगसँगै मान्छेको सोचको विकास हुन्छ र सोच सँगसँगै शब्दहरूको पनि विकास हुँदै जान्छ। त्यसैले हामीले के त शब्दको छनौट, एउटा मन्तव्य र उद्घोषणलाई गजबको बनाउनका लागि गजबका शब्दहरूको छनौट गर्न जरुरी हुन्छ। यसलाई मैले बुदागत रूपमा आज प्रस्तुत गर्ने जमर्को गरेको छु। पहिलो कुरा, श्रोता पहिचान गरेर शब्दको प्रयोग गर्ने। पहिलो, तपाईँ कस्तो श्रोता भएको कार्यक्रममा हुनुहुन्छ त्यो श्रोता अनुसारका शब्दहरू प्रयोग गर्नुपर्छ। भन्नु मतलब के त भने बाल बालिकाको कार्यक्रममा जानु भएको छ भने बाल बालिकाले राम्रोसँग बुझ्न सक्ने र बाल बालिकाको ध्यान आकर्षण गर्न सकिने शब्दहरूको प्रयोग गर्नुपर्छ। अत्यन्त साहित्यिक शब्द, नयाँ र जटिल शब्दहरूको प्रयोग गर्नुभयो भने बाल बालिकाहरूले के गर्छ, त्यो अर्थ नबुझ्न सक्छ। बुझेन भने त काम भएन। तपाईले बोल्नुभयो, अति मेहनत गरेर बोल्नुभयो, अत्यन्त राम्रो, अत्यन्त साहित्यिक बोल्नुभयो, तर तपाईको श्रोता तपाईका ती शब्दहरू, त्यो साहित्य बुझ्ने परिस्थितिमा थिएन, अर्थ रहेन नि त। त्यसले गर्दाखेरि के हुन्छ त भने अडियन्स अनुसार तपाई प्राविधिकहरूको, अप्राविधिक मान्छेहरूको कार्यक्रममा जानुभयो, साधारण जनताहरूको कार्यक्रममा जानुभयो, कृषकहरूको कार्यक्रममा जानुभयो, तर प्राविधिक शब्दहरूको प्रयोग गर्नु, अत्यन्त प्राविधिक शब्दहरूको प्रयोग गर्नुभयो भने त्यसको पनि के हुन्छ त अर्थ बुझ्दैन। समान भाषाको पनि हामीले पनि त धेरै शब्दहरूको अर्थ बुझ्दैनौँ नि त, हैन र? त्यसैले त डिक्सनरीको प्रयोग गर्छौँ। हामी डिक्सनरी हेरेर शब्द अर्थ बुझ्छौँ। अनि त्यसले गर्दाखेरि के हुन्छ त भने र प्राविधिक लेभलका मान्छेहरू, एउटा मथिल्लो तहका मान्छेहरूको कार्यक्रममा जाँदा के त भने शब्दहरू फेरि सामान्य शब्दहरू, अति सामान्य शब्दहरूको प्रयोग गर्नुभयो भने त्यो पनि के भयो त उचित भएन। त्यसैले हामीले प्रयोग गर्ने शब्दहरू हाम्रो कसलाई पहिचान गर्नु पर्यो, श्रोताको पहिचान गरेर त्यस्ता शब्दहरूको प्रयोग गर्नु। बालबालिकाको कार्यक्रममा जाँदा यसो हाँसो लाग्ने शब्दहरू र त्यसरी गलत अर्थ नदिने खालका शब्दहरू प्रयोग गर्नु पर्यो। त्यस्तै खालका कृषकहरूको कार्यक्रममा जाँदा कृषिसँग सम्बन्धित शब्दहरूको प्रयोग गर्नु पर्यो। त्यहाँ मेडिकल साइन्सका शब्द प्रयोग गरेर भएन। यसरी के हुन्छ त भने शब्दहरूको प्रयोग श्रोता अनुसारको हुन्छ। राजनैतिक सभामा गएर अन्य कुराहरू गरेर भएन, त्यही खालको राजनीतिक कलाहरू, राजनीतिक कुराहरू गर्नु पर्यो। यसरी के त भने पहिलो बुदामा हाम्रो के आयो त श्रोता अनुसारका शब्दहरूको छनौट। अब दोस्रो नम्बरमा के छ त भने लैङ्गिक विभेदकारी शब्दहरू। सही, यो बडा महत्त्वपूर्ण विषय छ आजको दुनियाँमा। समय धेरै परिवर्तन भएको छ। पहिला पहिला
के हुन्थ्यो त भने कार्यक्रम सञ्चालन गर्नेलाई महिला छ भने सञ्चालिका या उद्घोषिका भन्थ्यो। अब यो प्रयोग हुँदैन। महिला शिक्षकलाई शिक्षिका भन्थ्यो, यो प्रयोग हुँदैन। कुनै पनि पदको के हुन्छ त लिङ्ग हो। त्यसरी के त भने मन्त्री, महिला मन्त्री छ भने मन्त्रानी भन्छ र हुँदैन नि। यसरी के हुन्छ त भने अब महिला शिक्षकलाई पनि शिक्षक नै भनिन्छ हो। यदि महिला कार्यक्रम सञ्चालक छ भने पनि सञ्चालक नै भनिन्छ। अब जस्तो तपाईलाई कुनै महिला सञ्चालकले शुभकामना मन्तव्यको लागि बोलाउँदा तपाईँ अगाडि जानुहुन्छ धन्यवाद सञ्चालिका या धन्यवाद उद्घोषिका, अब हुँदैन। अब रचनाकार, रचयिता हैन, यसरी के हुन्छ त भने अब महिला साहित्यकारलाई फरक शब्द, पुरुष साहित्यकारलाई फरक शब्द त्यस्तो हुँदैन। त्यसले गर्दा के हुन्छ त भने यी शब्दहरुमा ख्याल राख्नु पर्यो। अर्को के हुन्छ त भन्नु छ भने शब्दले अनर्थ दिनु हुँदैन। त्यसैमा लिङ्ग भेदको जस्तो अहिले के चलिरहेको छ त पहिला हामीले चिठी लेख्ने बेलामा के हुन्छ जस्तो डियर सर स्ल्यास म्याडम लेखिन्थ्यो नि हैन। यदि नाममा लिङ्ग छुट्टिएको छैन भने डियर सर स्ल्यास म्याडम लेखिन्थ्यो नि। अब त्यसलाई चेन्ज गरेको छ, लेडिज फर्स्ट भनेर, महिलालाई पहिला भनेर डियर म्याडम स्ल्यास सर। यसले धेरै ठुलो महत्त्व राख्ने हो। एउटा महिलाहरूलाई चाहिँ सम्मान गर्नको लागि यसरी जस्तो मन्तव्य दिँदा पनि दाजुभाइ तथा दिदीबहिनीहरू भनिन्थ्यो नि त पहिला। अब चाहिँ त्यसले चेन्ज भएको छ, दिदीबहिनी तथा दाजुभाइहरू। पहिला महिलालाई सम्बोधन गर्ने भनिरहेको छ। यसरी के हो त भने उहाँहरूको सम्मान बढाउनको लागि, महिलाको सम्मान बढाउनको लागि र महिलालाई अन्य शब्द केही आइमाई भन्ने शब्द त्यस्ता शब्दहरू प्रयोग गर्नु भएन जसबाट के त भावनामा ठेस पनि पुग्न सक्छ। यसरी के हुन्छ भने शब्दहरूमा लैङ्गिक विभेद जनाउने शब्दहरूको प्रयोग गर्नु हुँदैन। जस्तो अहिले कतिपय कुराहरू फेरि तपाईहरुले भन्नुहोला राष्ट्रपतिलाई त राष्ट्रपति भनिन्छ त। कतिपय कानुनमा लेखिएका कुराहरू परिवर्तन हुन समय लाग्छ। अब समय लाग्छ त्यहाँ भएको छ भनेर हामी पनि परिवर्तित नहुने कुरा त हुँदैन। त्यसैले हामीबाट परिवर्तनको सुरुवात हुनुपर्छ। राष्ट्रपति भनिन्छ भोलि समय आउला परिवर्तन हो। ती कानुनमा लेखिएका कुराहरू परिवर्तन हुन समय लाग्छ। जस्तो नेपालमा नेपाली कांग्रेसको सभापति के भनिन्छ के अरे प्रमुखलाई सभापति भनिन्छ। त्यहाँ परिवर्तन आउला सुस्त। जस्तो हामीले सभामा एउटा उद्घोषकले सभामा अब म यस सभालाई औपचारिकतातर्फ लाँदै यस सभामा सभापतिको आसन ग्रहण गराउँदछु भन्नु हुँदैन। सभापति भन्दा त्यो शब्दले कहीँ न कहीँ लैङ्गिकता देखाउँछ। त्यसले अहिलेको परिपाटी के छ त भने सभा अध्यक्ष। आखिर अर्थ त एउटै छ भने किन हामीले त नराम्रो हुने शब्द प्रयोग गर्ने त। जब हामीलाई थाहा छ शब्द छ हामीसँग भने शब्द राम्रो शब्द प्रयोग गरौँ, सभा अध्यक्ष भन्ने गरौँ। यसरी के हुन्छ त भने लैङ्गिक विभेदकारी शब्दहरू राख्नु हुँदैन। अब तेस्रोमा आयो। अब तेस्रोमा के आउँछ त भने पहिलोमा हामीले के भन्यौं श्रोता अनुसारका शब्दहरूको प्रयोग। दोस्रोमा के भयो त लैङ्गिक विभेदकारी शब्दहरूको प्रयोग नगर्ने भनेको हैन। अब तेस्रोमा के भयो त भने आशययुक्त शब्दहरू प्रयोग गर्ने, शब्दको अर्थ बुझेर प्रयोग गर्ने। जस्तो यसमा आशययुक्त शब्दहरू जस्तो हामीले कुनै कार्यक्रममा बोलेको सुन्छौं नि, म हार्दिक स्वागत गर्न चाहन्छु। किन चाहनु पर्यो भने चाहन्छु भन्ने शब्द त आशय व्यक्त गर्छ त। किन चाहनु पर्यो? गरे भइगयो नि। स्वागत गर्दछु भने भइगयो। जब तपाई स्वागत गर्दै हुनुहुन्छ भने किन चाहना राख्नु पर्यो त? सिधा स्वागत गर्नुस्, स्वागत गर्दछु भन्नु। अब अहिले अर्को एउटा यस्तै शब्द उदाहरणको लागि जस्तो म अब यस कार्यक्रममा प्रमुख अतिथि गायककार श्री राजेश पायल राईज्यूलाई बोलाउन गइरहेको छु। किन गइरहनु पर्यो? सिधै बोलाउने नि। गायककार राजेश पायल राईज्यूलाई स्टेजमा आमन्त्रण गर्दछु भने पनि भयो। या अब आउँदै हुनुहुन्छ प्रमुख अतिथि गायककार भनेर यसरी चाहिँ नाम लिएर भने पनि भयो त। गइरहेको छु भने कहाँ जाँदै हुनुहुन्छ तपाईँ बोलाउनु?
स्टेजमै हुनुहुन्छ त उहाँ त प्रमुख त स्टेजमै बस्नु भएको छ, तर के भन्दै हुनुहुन्छ तपाईँ? बोलाउन गइरहेको छु भन्नुहुन्छ। कहाँ जाँदै हुनुहुन्छ बोलाउन? प्लेनबाट जाँदै हुनुहुन्छ कि गाडीबाट जाँदै हुनुहुन्छ? त्यसले गर्दा यस्ता आशययुक्त शब्दहरूको प्रयोग नगर्ने। तेस्रो जाँदा के भन्यो? आशययुक्त शब्दहरूको प्रयोग नगर्ने। अब सकेसम्म समानार्थी शब्दहरूको प्रयोग गर्ने। जस्तो चौथो नम्बरमा आउँदा अब के हुन्छ त भने सकेसम्म समानार्थी शब्दहरू धेरै शब्दको प्रयोग गर्ने। एउटै शब्दलाई बार 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 चाहिँ अनुरोध गर्दछु नभन्नु। कहिलेकाहीँ त्यसलाई अनुरोध गर्दछु भन्नु पर्यो, कहिलेकाहीँ विनम्र अनुरोध गर्दछु भन्नु पर्यो, सहृदय अनुरोध गर्दछु भन्नु पर्यो, आग्रह गर्दछु भन्नु पर्यो। हो, यसरी के त धेरै शब्दहरू छन्, शब्दको अध्ययन गर्न जरुरी छ। त्यसले गर्दा समानार्थी शब्दहरूको प्रयोग गर्ने। अब अर्को छ के त भने कसैलाई भावनात्मक रूपमा ठेस पुग्ने खालका शब्दहरूको प्रयोग नगर्ने। अब हामी यहाँसम्म आइपुग्दा कहाँ छौँ? चारवटा सिद्धायो होइन? चारवटा। पहिलोमा हामीले के भन्यौँ? श्रोता अनुसारका शब्दहरूको प्रयोग गर्ने। दोस्रोमा लैङ्गिक विभेदकारी खालका शब्दहरूको प्रयोग नगर्ने। हो, अनि त्यसपछि आशययुक्त शब्दहरूको प्रयोग नगर्ने, समानार्थक शब्दहरूको धेरैभन्दा धेरै प्रयोग गर्ने, धेरैभन्दा फरक शब्दहरूको प्रयोग गर्ने। र अब आयो के त भने भावनात्मक रूपमा ठेस पुर्याउने शब्द। जस्तो यसमा के छ त भने एउटा ठुलो समूहको रूपमा कुनै बेला 20-30 वर्ष अगाडि कस्ता शब्द प्रयोग गरिन्थे र ती शब्दले असर गर्दैन थियो, तर आज समय बढ्दै जाँदा ती शब्दहरूले असर गर्न सक्छ। जस्तो हामी जस्तो म एउटा दृष्टिविहीन आँखा नदेख्ने, तर त्यो बेलामा आँखा नदेख्नेलाई के भनिन्थ्यो? अन्धो भनिन्थ्यो। त्यसै खासै के समाजमा फरक पारेको थिएन त्यो बेला, तर समय बढ्दै गयो, मान्छेको सोचको विकास हुँदै गयो, सभ्यताको विकास हुँदै गयो र ती शब्दहरूको प्रयोग पनि के हो त? जस्तो अन्धो, कानो, लुलो, लङ्गडो भन्ने यस्ता शब्दहरू के भयो त भने काई हटाउँदै अपाङ्गता भन्ने। अपाङ्ग मात्रै पनि भन्दा राम्रो शब्द मानिँदैन, अपाङ्गता। भारतमा त दिव्याङ्गता पनि भनिन्छ। अब यसरी के त भने जस्तो आँखा नदेख्नेलाई के भन्ने त भने दृष्टिविहीनता भन्न सकियो। हो, या फरक क्षमता भएका पनि भन्न सकियो। यसरी के भने त भावनात्मक रूपमा ठेस पुर्याउने शब्दहरू। जस्तो मैले अघि भने महिला भन्ने ठाउँमा आइमाई भनिदियो भने त भावनात्मक रूपमा ठेस पुर्यायो। हो, अब कसैलाई जातिगत रूपमा पनि तल्लो जात छुवाछुत सम्बन्धी शब्दहरू अब ती के भयो त भने ती शब्दहरू सबै गलत शब्दको रूपमा प्रमाणित भइसक्यो। त्यसकारण त्यस्ता शब्दहरूको प्रयोग नगर्ने। त्यसले के गर्छ त भने श्रोता बीचमा तपाईँ जतिसुकै राम्रा कुरा गर्नुहोस्, तपाईँले जतिसुकै राम्रा कुरा गर्नुहोस्, तर श्रोतामा के हुन्छ त भने त्यसले नराम्रो असर पुर्याउँछ। कहीँ सुन्नुभयो होला नि, कसैलाई गाली गर्दा पनि के भन्छ? अहिले जस्तो सबभन्दा अहिले त बढी के छ भने नेताहरूलाई गाली गर्ने चलन छ। यो देशमा चलाउने दुला लगाडा नेताहरूलाई पठाएर हुन्छ, या अन्धो छस् क्या किन देखेनस् भन्ने खालका कुरा गर्छन् नि मान्छे। जस्तो बाटोमा हिँड्दा देख्दैनस् अन्धो छस् भन्छ नि त कसैलाई गाली गर्दा। ती शब्दहरू के भयो भने अब गलत शब्द, कानुन र तह पनि गलत शब्द। नेपालमा त कानुन र तह पनि त्यस्ता शब्दलाई के भनिन्छ त? विभेदकारी शब्दहरू या भावनामा ठेस पुर्याउने शब्दहरूलाई कानुन र तह पनि गलत शब्द मानिन्छ। त्यसैले कुनै पनि मन्तव्यलाई उत्कृष्ट बनाउनका लागि पनि यी 5वटा मैले यहाँ राखेका कुराहरूलाई बुझेर शब्दको ज्ञान बढाउँदै जानुभयो भने, शब्दको ज्ञान बढ्नको लागि तपाईँ के हुनु पर्यो? श्रोता पनि राम्रो हुनु पर्यो, अन्य ठुला ठुला मान्छेका स्पिचहरू सुन्नु पर्यो, धेरै सुनेर पनि शब्दकोशको ज्ञान बढ्छ, र अध्ययनशील पनि हुनु पर्यो। अध्ययनशील भयो भने के हुन्छ त भने शब्दका ज्ञानहरू बढ्छ। त्यसैले शब्द ज्ञान पनि बढाउनु पर्यो, धेरैभन्दा धेरै समानार्थी शब्दहरूको ज्ञान बढाउनु पर्यो, र धेरैभन्दा धेरै मिठासयुक्त शब्दहरूको प्रयोग गर्नुभयो भने तपाईँको मन्तव्य निश्चित छ दमदार हुन्छ, र तपाईँको उद्घोषण पनि यति राम्रो बन्छ कि तपाईँको कार्यक्रम उत्कृष्ट हुन्छ, र सधैँ कार्यक्रम चलाउँदा तपाईँलाई धेरै मान्छेले सम्झिरहने हुन्छ, र तपाईँको व्यक्तित्व पनि निर्माण हुन्छ। तपाईँको व्यक्तित्व त्यहाँबाट निर्माण हुन्छ, तपाईँलाई धेरैभन्दा धेरै मान्छेले चिन्दछन्। यसरी मेरो आजको यो भिडियो
यही अन्त्य गर्दछु र मेरो भिडियोलाई यदि राम्रो मान्नु भएको छ भने लाइक गरिदिनुहोस् र शेयर र कमेन्ट गरेर धेरैभन्दा धेरै साथीहरूको बिचमा पुर्याइदिनुहोस् र हौसलाका लागि सब्स्क्राइब गर्न अवश्य पनि नबिर्सिदिनु होला। बिदा हुन्छु। हवस् त, नमस्कार।